यो ठाउँ नारेश्वर चोक हो है, लेक साइडको पोखरा होइन, सेन्टर हो यो त। हलनचोक जाने ठाउँ हो। ल हेर्नुहोस्, यो दुर्घटना हुने स्थल हो है। ल हेर्नुहोस् त, यहाँ दुर्घटना भयो भर्खरै, त्यही भएको हुनाले ल हेर्नुहोस् त। ओहो, कस्तो विचार बर्बाद भयो। खासमा यसरी नै अहिले जसरी ट्याक्सी मोडिएछ होइन, त्यसरी नै चाहिँ स्कुटर आएको रहेछ। अनि यो ठुलो गाडी आए जस्तै तरिकाले तलबाट चाहिँ अर्को बाइक आएको रहेछ, त्यसरी चाहिँ दुर्घटना भयो। त्यही भएको हुनाले चाहिँ मोड यसरी होइन, मोडमा टर्निङ लिँदा एकदम दायाँ बायाँ नै चेक गर्नुपर्छ। त्यसरी चाहिँ एक्सिडेन्ट भएको भन्ने कुरा अहिले थाहा भयो। तलबाट आएको मोटरसाइकल र यताबाट चाहिँ यो टर्नबाट है, यो माथिबाट आएको ठ्याक्कै यो टर्न लिने बेलामा ठोकिएको भन्ने कुरा थाहा भयो यहाँको अहिले चाहिँ प्रारम्भिक अनुसन्धानमा। हस् त, धन्यवाद। त्यसैले बाटो काट्दा ख्याल राखौँ सबैजनाले। हस्, धन्यवाद। अहिले प्रहरी आएर अनुसन्धान गर्ने अवस्था रहेको छ।